आजभोलि प्रेसर नभएको मान्छे भेट्नै गाह्रो छ। यो मान्छेलाई पनि प्रेसर छ, त्यो मान्छेलाई पनि प्रेसर छ। आउनुहोस्, आजको यो भिडियोमा प्रेसर भनेको के हो त बुझौँ। प्रेसर वा ब्लड प्रेसर भनेको रगतले रक्त नलीमा लाउने चापलाई बुझिन्छ। नर्मल ब्लड प्रेसर भनेको त हामी सबैलाई थाहा नै छ, त्यो भनेको 120/80 लाई हामी भन्छौँ। तर जब रक्तचाप 140/90 लाई नाग्छ त्यसलाई हामी उक्त रक्तचाप भन्छौँ। हाम्रो ओपिडीमा दैनिकी रूपमा धेरै बिरामीहरू आउनुहुन्छ र ती बिरामीहरूले डाक्टर साहब मेरो रक्तचाप उच्च कसरी भयो र यो किन हुन्छ भन्ने जस्ता विभिन्न प्रश्नहरू सोध्नुहुन्छ। आउनुहोस्, यस भिडियोमा हामी थाहा पाऊँ कि उच्च रक्तचाप हुने 5 मुख्य कारणहरू के हुन् त। 1 नम्बरमा छ जेनेटिक प्रिडिपोजिसन। यसको मतलब भनेको तपाईको फ्यामिलीमा कसैलाई उच्च रक्तचाप छ भनेपछि त्यो फ्यामिलीको अरू मान्छेलाई पनि त्यो हुन सक्छ। यसलाई हामी जेनेटिक प्रिडिपोजिसन भनेर भन्छौँ। अर्को कारण भनेको हाई सल्ट इन्टेक। भन्नुको मतलब तपाईले खानामा सल्ट चाहिँ एकदमै धेरै खानुहुन्छ, खाना मलाई सल्ट कम भएको रुच्दैन भन्नुहुन्छ नि, ती मान्छेहरूलाई पनि उक्त रक्तचाप चाहिँ देखिन सक्छ। अर्को भनेको जो मान्छे एकदमै मोटो हुनुहुन्छ, ओबिसिटी भएका मान्छेहरूमा पनि यो देखिने गर्छ। यो मान्छेमा प्रेसर मात्र नभएर सुगर, त्यो भनेको डायबिटिज जस्तो समस्याहरू पनि देखिन सक्छ। अर्को कारण भनेको सेडेन्ट्री लाइफस्टाइल भन्छौँ। भन्नुको मतलब कुम्भकर्ण भनेको त सुन्नै भएको होला हजुरले, त्यस्तै मान्छेलाई हामी भन्छौँ। ती मान्छेहरूमा एकदमै रक्तचाप बढेको देखिएका छ। अर्को कारण भनेको स्ट्रेस। जो मान्छेहरूले एकदमै धेरै स्ट्रेस लिनुहुन्छ नि, ती मान्छेहरूको रगतमा क्याटाकोलामाइन्स बढेर जान्छ र ती क्याटाकोलामाइन्सहरूले रक्त नलीलाई कन्स्ट्रिक्ट गर्छ, जसले गर्दा ब्लड प्रेसर बढेर जान्छ। मैले भनेका यिन 5 कारणहरूलाई हजुरले ध्यान दिनुभयो र यी कारणहरूलाई हजुरले अभोइड गर्नुभयो भनेपछि तपाईको ब्लड प्रेसर मेन्टेन हुन्छ। यसले गर्दा तपाईको लाइफस्टाइलमा एकदमै इम्प्रुभमेन्ट आउँछ। हस् त, यस्तै राम्रा भिडियोहरू हेल्थ रिलेटेड हेर्नको लागि डाक्टर एक्सलाई फलो गर्नुहोला। हस् त, नमस्ते।